हेलो एन्ड नमस्ते एभ्रिवान, वेलकम ब्याक टु माई अनदर ब्लग। आई होप हजुरहरू सबैजना सन्चै हुन्छ होला। म पनि एकदम सन्चै छु। सो आज फेरि हामी नुहाउनु जाँदैछौँ। अनि को जाँदैछौँ भन्दा चाहिँ मसँग छ यहाँ निशान साथी, हुन्छ प्रदीप दाई, हाम्रो भाइ सबै भाइ। ल अब चाहिँ हामी जाँदैछौँ। बाटोमा के हुन्छ देखाउँदै नै छौँ। अब कस्तो छ नुहाउने ठाउँ त देखेको पनि छैन। मैले चाहिँ एउटा भाइलाई सोधेको चाहिँ दामी छ भन्दै थियो। सो हेरौँ, होपफुल दामी नै होला। सो इन्जोय गर्नुपर्छ। ल हामी यहाँ बर क्षेत्र आइपुग्यौँ। अनि बर क्षेत्रको मन्दिर चाहिँ यता हो, तर हामी चाहिँ यता यो राइटतिर जानुपर्ने चाहिँ माथिल्लो बाटो चाहिँ खराबै छ। बिस्तारै आउनु होला। आउँदाखेरि पौडी खेल्ने ठाउँ यही हो। डुब्छ यहाँ मान्छे हो। ल ल ल ल हामी चाहिँ फाइनली आइपुग्यौँ यहाँ नुहाउने ठाउँमा। नुहाउने ठाउँ चाहिँ यस्तो रहेछ, मजाले बनाउनु भएको रहेछ। खोला मजाले सफै खोला बगेर आइरहेछ होइन। यसरी पास पनि भइरहेछ। ल अब यहाँ कति छ अब खेल्ने हो हामी। तर पानी चाहिँ हल्का सिमसिम गर्दैछ। केटाहरू यहाँ टक्क ल कट्नु भयो। अहिले चाहिँ यो धुवा चाहिँ तपाईँले देखिराख्नु भएको छ नि। यो धुवा चाहिँ हाम्रो साथीहरूले सेकुवा पोल्नु हुँदैछ र हाम्रो साथी सोमितले चाहिँ इन्जोय गरिरहेको छ ट्युबको चिसो पानीमा। दामी भयो। ल हामी त्यस्तो हुँदैछ यहाँ। कस्तो भाइ? ल एउटा चाख्दिउँ न त एउटा। बबाल पाकेको हामी खाना चाहिँ जरुर है। मिठो भएको छ हला बस्यो मासु।
ठ्याक्क हामी नुहाइसक्न आँटेको बेला चाहिँ पानी पर्न थाल्यो तर पानी पर्दा पनि हामी एकछिन नुहायौँ हाम्रो साथीको एक्सर्साइज हुँदैछ यहाँ केटाहरू चाहिँ यहाँ छिरिसक्यो जोस् रमाइलो भयो एकदमै रमाइलो भयो मासु पोलेर खायौँ चटपट बनाएर खायौँ मजा आयो पौडी खेल्दै सो हजुरहरू पनि आउनु सक्नुहुन्छ यो चाहिँ बर क्षेत्र मन्दिरदेखि यता राइट साइड लागेर आउनुपर्छ गाडी बाइकहरू सबै आइपुग्छ यहाँ यो चाहिँ पहिलेदेखि नै बनाउनु भएको रहेछ यहीँ काम गर्ने मान्छेहरूले नि बनाएको होला सायद यो चाहिँ खनेर बनाएको तर दामी फ्लो भइरहेछ माथिदेखि पानी आइरहेछ तलबाट बगिरहेको छ यसरी त्यो दामी छ ठाउँ चाहिँ पुगेन अझै बब्बाल भयो बब्बाल रमाइलो भयो परिताय कस्तो भयो रमाइलो मजा आयो पौडी खेल्नु मजा आयो मजा मनी कस्तो भरपुर रमाइलो भयो भरपुर भाइ कस्तो भयो खतरा रमाइलो भयो ल अब चाहिँ हामी जाँदैछौँ ल रमाइलो एकदम बबाल मजा आयो होइन ल भिडियो के कस्तो लाग्यो हजुरहरूलाई कमेन्ट गर्नु होला र यस्तै भिडियोहरू हेर्नु मन छ भने चाहिँ प्लिज मेरो च्यानललाई सब्सक्राइब गर्नु होला बाई बाई सी इन द नेक्स्ट ब्लग एकजनाले 3 जनालाई सेयर